के पकाउनु ल के गरेको? ब्ल्याक बेलेको क्या राम्रो देखाउँछु तपाईँको पछि कस्तो थियो कस्तो भयो भने देखाउँछु क्या बुइनले उखेल्देर गएकी थिए 1 महिना भयो नि आया दुःख कस्तो दुःख नि भिडियो गर्दै छे यसको त फेरि अनि यादहरू भन्न त तरिका सुरुमा कस्तो फेरि कस्तो भनेर भन्न त त्यस्तो नगर्नु है मारी पो दिन्छु यति कति हाँसेको हौ कस्तोतिर कस्तो भने देखाउनु पर्दैन चिम्मा गर्नु त आहार बल्ल पो तामिनेर त एउटा अब कति चाहिँ जस्तो भूत लाग्छ ल अब त्यो तन्काउनु लु च्याति दिएको के च्यात्नु भयो आँखा अनि फेरि ल मजाले थुप्रो छ कान्छी कति हो माथि राम कति लामो लामो बुढेसकालमा गर्दिनँ भन्ने बेला छैन भने उयो गरिदेऊ न पाउडर लगाइदेऊ हो तेरिका छि आइया हो दुख्छ के चाहिँ गर्नु त नि अब पाउडर नदिने हो र पाउडर त दुख्दैन रहेछ क्या हो कहाँ लाग्यो हो तपाईँले दुख्छ नि त हो बिचरा लाग्ने ए गौलाई हाँस्यो कि बत्तीमा देखाउनु त बत्तीमा उयो हुन्छ क्या बत्तीमा देखायो भने के भुत्ला काँक्रा देखिन्छ त अझै उज्यालो देखाउनु न ल दुख्दैन रहेछ क्या पाउडरले कति कनेको हौ हेर्न त्यहाँ अब छिटछिट गर्ने गरे हामी अब त्यो महिना महिना गरे कति लामो भएछ तिमी बिजी मान्छे भ्याकी छन् बोल्ला त आज भ्यायौ के गर्नु त अब तरक्क गर है हिँडो ल कस्तो भयो खोदा नि त सिधा ल यता त्यो भुतले खोदा नि त सिधा ल राम्रोसँगले उज्यालोमा देखिन्छ नि त ल म त कहाँ नराम्रो त गर्दिनँ तपाईँलाई अति राम्रो भयो आमै अब हात के भयो तपाईँ यहाँ कहाँ चेप्नु भयो हात उहाँ भन्दैछु लक्ष्मी मार्गमा अस्ति नै पूजामा गएको थिइनँ पनि नि मरे त नि अनि फेरि प्रेसर लो भयो भन्ने त्यत्रो भनेको भयो अनि मरे भन्दैछु
बल्ल बल्ल त राम्रो भएको दुखेर टन टन खाएर तरिका कति दिनसम्म त भन्दैछु झनै मरे नि हौ म त सासै गयो झन्नैले त्यो चेप्टा त तरिका सासै गयो अनि झन्नै मरे अनि झन् गयो नि अनि जाडोमा बढ्नु पर्थ्यो टेन्सन होइन त्यतिखेर जाडो थिएन नि त त्यसै त्यो पूजामा गइन त्यो पाहाडमा हुँदा हो त्यतिखेरको कुरा नि अन्त जाँठीको गेट सेट म लाउँदिनँ त्यत्तिकै छोडिदिन्छु भने छोडिदिएँ नि लगाइदिनँ लु जा त चेपेर हुरुक्कै भएँ अनि मऱ्यो नि आमै उयो ऐनाले लाउँदै चाहिँ आज किन चाहिँ आज पर्ला नि त ढल्नुहुन्छ जाने छुवाक बनायो आज हेरौँ न अरे हेरौँ न थाहा पाइहाल्नु नि यहाँ आउनु लाइट बाल देखाइदिन्छु यहाँ आउनु त लु राम्रोसँग हेर्नु आहा क्या दामी बनाइदिएछ हौ ल पगार त यो राम्रो बनाइदिएछ राम्रोसँग हेर्नु त्यहाँ हेर्दा अन्त कस्तो राम्रो भयो यस्तो हो त सेप भनेको त यो ब्ल्याक त्यस्तो छ होइन यो यस्तो यो यस्तो तपाईँलाई ठुलो राम्रो देखिन्छ नि यत्तिको चाहिँ हुनु पऱ्यो है बनाइदिनुहोस् राम्रो बनाइदिन्छ हौ घरिघरि त घरि रे होइन कोही कति आज राम्रो छ अस्तिनेको भन्दा अस्तिनेको भन्दा होइन कि आज झ्यापा पलायो नि त बरु न तपाईँको त्यो जलापातीले हात लाउनु नदिनु क्या त्यो पर्लामा सेप बिग्रिन्छ ल त्यो मैले बनाउने सेप अर्कै हुन्छ ल ल तिमीलाई दिन्छु नि पाहाडबाट आऊ अनि गरिदेऊ अब पाहाड जाने बेलामा एकचोटि गरिदेऊ त्यसमा के उनीहरू हुन्छ गर्नु कराएको मासु खानु कराएर घाँटी कराउँदैछ अनि त्यही पाहाडबाट जाने बेलामा सर गरिदेऊ न ल ल ल झन् मिल्छ नि त गरिदेऊ न मान्छेहरू परेर बिगार्दा कस्तो गर्छ नि कस्तो राम्रो गरेर राम्रो पर्ने रहेछ ल ल यो हात पकाउनु दरकार यतापट्टि पकाउनु बनाउ हरेक कुरामा राम्रो हुनु पऱ्यो नि त हौ ल उचाल्नु हो आँखा पनि उसको आँखा जस्तै छ बाँदरको ल भयो यताबाट गर्छु म ल पकाउनु त बिस्नु बिस्नु पकाउनु त कस्तो दामी भयो कता हेर्नु कहाँ नि म नराम्रो बनाइदिएको नि ल के भन्न चाहनुहुन्छ हेर्नलाई के भन्नु र यसरी नै गर्ने गर्नु यसरी नै गर्नु भन्छु नि अब के स्टुडियो फुल भइदिइहाल्यो अन्त नि खतरा भयो नि